2082 फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर मैले फागुन 3 गते नेपाली कांग्रेसका उपसभापति आदरणीय विश्वप्रकाश शर्मा समक्ष मेरो आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ। नेपाली कांग्रेसको चैत 3 गते नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था यही हो कि पार्टी सभापतिले राजीनामा दिन चाहेमा पार्टीको उपसभापति समक्ष राजीनामा दिने र उपसभापतिजीले त्यो राजीनामाको निर्णय गर्नका निम्ति केन्द्रीय समिति समक्ष प्रस्तुत गर्ने। त्यही विधानको व्यवस्था अनुसार केन्द्रीय समितिमा मेरो राजीनामा प्रस्तुत भयो र यसमाथि छलफल पनि भइसकेको छ। मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन र हताश भएर राजीनामा दिएको पनि होइन।